अगाडिबाट साथीहरूले अन्डाबाट चल्ला बन्ने प्रक्रिया थाहा हुँदैन हो। यता कसैले भन्नुहुन्छ ओथारो बस्ने भन्छ नि, इन्क्युबेसन। यस, थ्याङ्क यू। अघि भिसी सरले भनेको कुरालाई मैले खालि जोड्न खोजेको। इन्क्युबेसन जुन अहिले भनिरहेछौँ त्यो चाहिँ परम्परागत रूपमा ओथारो बस्ने सिस्टम हो र त्यो अन्डाबाट चल्ला निस्किने हो। स्टार्टअपसँग नि एकदम महत्त्वपूर्ण। ठिक छ, म सुरु गर्छु। केही यो पोलिसीगत कुरा, नीतिगत कुराहरूको कुरा गर्छु म। र सरकारबाट अघि पनि आएको कुरा जस्तो 3% ब्याज दरमा 20 लाख रुपियाँसम्म 5 वर्षको बिना धितोको कर्जा पनि सरकारले दिइरहेछ। बिजनेस इन्क्युबेसनमा पनि सपोर्ट गरिरहेछ र मेन्टरसिप कोचिङ, अघि पनि ट्यु बिआइसीको कुरा पनि भयो, ट्युमा नि त्यो छ। अरू पनि विभिन्न कलेजहरूमा सरकारी संस्था, औद्योगिक व्यवसाय विकास प्रतिष्ठानबाट भइरहेको छ। र खास गरी यो नागरिकता कतिजनाले बनाउनु भएको छ? सबैको छ है। अनि नागरिकता कहिले बनाउनु भयो? 16 वर्ष कटेपछि हो। 15 वर्षको हुँदा कसैले बनाउनु भएको थियो? किन बनाइएन? एकजनाले भनिदिनु न। उमेर हद कसले डिफाइन गर्छ? त्यो सरकारले। भनेपछि नागरिकता ऐन छ। त्यो ऐनले के भन्छ भने नेपाली नागरिक अब वंशजको तरिकाबाट पाउने वा कुन तरिकाबाट पाउने हो, 16 वर्ष कटेपछि बल्ल नागरिकता बनाउन पाइन्छ हो। त्यस्तै गरेर स्टार्टअपको कुरा गर्दाखेरि हामीले विभिन्न ऐन नीतिहरू चाहिन्छ, सरकारले त्यो बनाइदिनुपर्छ। त्यसको आधारमा जनतालाई वा उद्यमीलाई वा स्टार्टअप तपाईँहरू जस्तो युवालाई दिनुपर्ने सुविधा सरकारले प्रदान गर्छ हो। त्यसैको सन्दर्भमा यो स्टार्टअप, राष्ट्रिय स्टार्टअप नीति 2081 स्वीकृत भएको थियो। तर 2072 सालतिर, 71-72 सालको दशकमा नै यो ड्राफ्ट भएको थियो। विभिन्न कारणले चाहिँ स्वीकृत भएको थिएन। 2081 सालमा आइसकेपछि हामीसँग एउटा नीति भयो। त्यस्तै गएर औद्योगिक व्यवसाय ऐन 2076 भन्छ, जसले उद्यमहरूलाई चाहिँ गाइड गर्छ। त्यो औद्योगिक व्यवसाय ऐनमा यो बिजनेस इन्क्युबेसनको कुराहरू अनि बिजनेस इन्क्युबेसनसँगै स्टार्टअपहरूलाई दर्ता गर्ने कुरा, सुविधा प्रदान गर्ने कुराहरू पनि ऐन संशोधन गरेर यो इन्भेस्टमेन्ट समिटको बेलामा 2024 मा इन्भेस्टमेन्ट समिट हुँदाखेरि त्यो चाहिँ संशोधन गरेर त्यसलाई राखियो। सँगसँगै विभिन्न कार्यविधिहरू, अघि जुन मैले 20 लाख रुपियाँसम्म 5 वर्षको लागि 3% ब्याज दरमा बिना धितोको दिने पनि यो विभिन्न कार्यविधिहरूले चाहिँ गाइड गरेको हुन्छ। र एउटा नीति यस्तो देखिन्छ। र त्यो नीतिमा 19 वटा विभिन्न क्षेत्रका कामहरू, तपाईँले थिङ्क अफ एनी बिजनेसेस, जुन इलिगल कामहरू छ जस्तो बम बनाउन नपाउने, बन्दुक बनाउन नपाउने, मानव बेचबिखन, ह्युमन ट्राफिकिङ गर्न नपाउने, त्यो कुरा बाहेक अरू कुनै पनि थिङ्क अफ एनी बिजनेसेस इट कम्स अन्डर इट। र केही गरी तपाईँले सोचेको नयाँ आइडियाको व्यवसाय यो भित्र पर्दैन भने तपाईँले भन्नुभयो भने सरकारले त्यसलाई नि थपिदिन्छ, त्यसलाई नि मान्यता दिन्छ। 15 योजना, यो 16 योजना 5-5 वर्षमा जुन सरकारले बनाउँछ त्यसमा पनि यसलाई चाहिँ महत्त्वका साथ राखिएको छ। र त्यसैको आधारमा 2076 मा 1 अरबको फन्ड छुट्याएको थियो। त्यो विभिन्न कारणले त्यो भएको थियो। 2080 सालदेखि बल्ल यो 3% ब्याज दरमा कर्जा दिन थालेको हो। त्यस्तै गरेर एसडिजी 17 वटा एसडिजी छ। त्यसमा इन्टरनेसनल लेभलमै सरकारले चाहिँ सही गरेको छ। त्यसमध्ये एसडिजी 8 र एसडिजी 9 ले चाहिँ डिसेन्ट इम्प्लोइमेन्टको कुरा गर्छ, इकोनोमिक ग्रोथको कुरा गर्छ, इन्डस्ट्रीको कुरा गर्छ, इनोभेसनका कुरा गर्छ र सँगसँगै इन्फ्रास्ट्रक्चरको कुरा गर्छ। इन्फ्रास्ट्रक्चर भन्दाखेरि हामीले घरको यो टेबल कुर्सीको मात्रै कुरा गर्दैन। यो हामीलाई चाहिएको एकदम इम्पोर्टेन्ट बिजुली भएन भने पङ्खा चल्दैन, इन्टरनेट चल्दैन। इन्टरनेट भएन भने हाम्रो स्टार्टको टेक इनेबल्ड स्टार्टअपहरूलाई चाहिँ त्यसले सपोर्ट गर्दैन। यो स्टार्टअपको परिभाषामा म त्यति गइनँ, तर यसले के भन्छ भने नवीन अन्वेषण वा सृजनशील सोचको प्रयोग गरेर यदि व्यवसाय सञ्चालन भएको छ र त्यसको हाई ग्रोथ पोटेन्सियल छ, यो रेगुलर ट्रेडिसनल बिजनेसको कुरा गर्दैन, यसले हाई ग्रोथ पोटेन्सियलको कुरा गर्छ, त्यो भयो भने त्यसलाई स्टार्टअप भनिन्छ। र खास गरी लोनको कुरा गर्दाखेरि यो केही विशेषताहरू जस्तो उद्यम दर्ता भई 10 वर्ष ननागेको, अहिले हामी 2083 मा छौँ, 10 वर्ष अगाडि 2073 भन्दा अगाडि भएको चाहिँ यसमा पार्टिसिपेट हुन पाएन। उद्योगको रूपमा दर्ता गर्ने निकायमा वाडामा हुनसक्छ,
जिल्ला लेभलमा लघु घरेलु साना उद्योग कार्यालयमा हुनसक्छ वा प्रदेशमा निर्देशनालयमा उद्योग विभागमा वा केन्द्रमा त्रिपुरेश्वरमा भएको डिपार्टमेन्ट अफ इन्डस्ट्रीमा हुनसक्छ। वार्षिक कारोबार 15 करोडभन्दा बढी हुनु हुँदैन, कुनै पनि वर्षमा 15 करोडभन्दा बढी हुनु हुँदैन। र एकदम इम्पोर्टेन्ट, नवीन वन सृजनशील सोचको प्रयोग गरी उद्यम व्यवसायलाई तीव्र वृद्धिको रूपमा सम्भावना भएको चाहिँ हुनुपर्छ भनेर भन्छ। यो सबै क्राइटेरिया मिल्यो भने बल्ल हामीले 3% ब्याज दरमा 20 लाख रुपियाँ योपालि यो बढाउने पनि कुरा भइरहेको छ, त्यसमा हामी सहभागी हुन पाउँछौँ र पैसा नै पाइन्छ। स्टार्टअप र एन्टरप्रेनर इकोसिस्टमको कुरा पनि थोरै म गर्न चाहन्छु। ट्रिपल हेलिक्स मोडल भन्ने एउटा छ जुन कि अब यो प्रुभन कन्सेप्ट हो। त्यसमा चाहिँ विश्वविद्यालय, निजी क्षेत्र र सरकार सँगसँगै मिलेर जानुपर्छ, सँगसँगै रोल प्ले गर्नुपर्छ। अघि पनि विशेष सरले केही कुरा गरिसक्नु भएको छ। त्यसमा मैले यो कर्जा कार्यविधिमा गइनँ, सिधै म चाहिँ यो 2000 यो काम गर्दाखेरि यो जुन लोनको कुरा मैले गरेँ नि, यो चाहिँ 3टा संस्था मिलेर औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले ओभरअल हेर्ने, ब्याङ्किङ कारोबार जस्तो कर्जा प्रवाह गर्ने, इएमआईहरू तोक्ने सबै ब्याङ्कले गर्ने, राष्ट्रिय वाणिज्य ब्याङ्कले, र बिना धितोको हुने भएकोले निक्षेप तथा कर्जा सुरक्षण कोषले चाहिँ सुरक्षण गरिदिने गरेको छ। र त्यसरी काम हो, त्यो उद्यमीलाई नै प्रोटेक्ट गर्ने र तपाईँ हामीले तिरेको करको पैसाबाट जुन पैसा पाइन्छ त्यसलाई पनि प्रोटेक्ट गर्नलाई यो चाहिँ बनाएको हो। र यो वर्षमा भन्नाले अहिले हामी साउनमा छौँ, असाढसम्ममा आर्थिक वर्ष 2082-83 कुरा गर्दाखेरि 10,000 भन्दा बढी एप्लिकेसनहरू आएको थियो। 1,300 जति सर्टलिस्ट भएको थियो। 1,156 जनाले बिजनेस प्रपोजल पिचिङ गर्नुभयो। 966 जनालाई सिफारिस गरेर पठाएकोमा केही चाहिँ ब्ल्याकलिस्टेड भएका र केहीको निवेदन अनुसारको फिजिकल भेरिफिकेसन गर्दाखेरि नदेखिँदाखेरि 922 जनाले चाहिँ पैसा प्राप्त गर्नुपर्छ। 5 लाखदेखि 20 लाख रुपियाँसम्म प्राप्त गर्नुभएको छ बिना धितो 5 वर्षको लागि। दोस्रो वर्ष यो 81-82 को कुरा गर्ने भने 5,000 भन्दा बढी एप्लिकेसनहरू थियो। 661लाई सिफारिस गरेर पठाएकोमा 600 जनाले पैसा पाउनु भएको थियो। पहिलो वर्षमा यो कार्यक्रम सुरुवात भएको पहिलो वर्ष 2080-81 मा 1,600 भन्दा बढी एप्लिकेसनहरू आएको थियो। 183 लाई सिफारिस गरेर पठाएकोमा 165 जनाले पैसा प्राप्त गर्नुभएको थियो। यो चाहिँ रेगुलर रूपमा सुपरभिजन, मोनिटरिङ, सपोर्टिभ सुपरभिजनहरू, बिजनेस प्लानहरू हेरिदिने, उहाँहरूलाई सपोर्ट गर्ने किसिमका कामहरू चाहिँ भइरहेको हुन्छ। सञ्चालक समितिले गर्छ, स्टेक होल्डरहरूले गर्नुहुन्छ। र सबभन्दा इम्पोर्टेन्ट कुरा, जुन लगानी भएको छ त्यो लगानी अस्तिको चैतसम्ममा हेर्दाखेरि 12 करोड 55 लाख रुपियाँ फिर्ता आइसकेको छ। तपाईँ हामी अब विद्यार्थी भएको नाताले, देशको नागरिक भएको नाताले, अब एउटा सरकारी कर्मचारीको नाताले वा विश्वविद्यालयको प्राध्यापकको नाताले पनि हेर्दाखेरि हामीले तिरेको करको पैसा फिर्ता पनि आइरहेछ। र जसले पैसा लिएर जानुभयो उहाँहरूको व्यवसाय बढेको छ, उहाँहरूले नाफा कमाइराख्नु भएको छ, रोजगारी सृजना भएको छ र आयात प्रतिस्थापनमा पनि केही न केही यसले सहयोग गरेको देखिन्छ। यो परिषदको एउटा व्यवस्था छ। यसमा नेपाल स्टार्टअप परिषद उद्योग मन्त्रीकै अध्यक्षतामा हुने यो विभिन्न पोलिसीहरू जस्तो त्यति बेला बनाइयो, तर टाइम सापेक्ष अहिलेको समयअनुसार कति कुराहरू रिभिजन गर्नुपर्छ, त्यसको प्रोभिजन चाहिँ यो परिषदले गर्ने गरेको छ। स्टार्टअप नेसन यो एउटा चाहिँ थोरै मैले यसमा 1 मिनट जति समय लिन्छु। यो 2022 तिर यो अङ्ग्रेजी वर्ष 4 वर्ष अगाडि चाहिँ पम निदरल्यान्ड्स यो डचहरूको संस्था छ जसले सहयोग गर्नुहुन्छ। यसमा 2030 सम्ममा 10,000 स्टार्टअपहरूलाई प्रवर्धन गर्ने, त्यहाँबाट 100,000 ग्रिन जब्स भनेर भनिन्छ, राम्रो पेमेन्ट भएको जब चाहिँ क्रिएट गर्ने र नेपाललाई चाहिँ स्टार्टअप नेसन फ्रेन्डलीको रूपमा चाहिँ ल्याउने भने यो इन्टरनेसनल लास्ट इयर पनि भएको थियो एउटा कन्फरेन्स, जसमा पब्लिक प्राइभेट पार्टनरसिपमै यो एकाडेमिया, निजी क्षेत्र र सरकारी निकाय मिलेर 4 पिजमा यो पोलिसी, पिपल, प्रोडक्टको कुरा गरेर अगाडि बढिरहेको अवस्था छ। स्टार्टअपमा महिलाहरूको अवसर, चुनौती र आगामी बाटो भनेर महिलाहरू जो हुनुहुन्छ जसले स्टार्टअप उहाँहरूलाई अलिकति विशेष ग्राह्यता दिएर सरकारले विभिन्न कामहरूमा सपोर्ट गरिदिनुपर्छ भनेर एक दिनको वर्कसप गरिएको थियो। केही रिकमेन्डेसनहरू आएको थियो र सरकारले त्यसलाई चाहिँ एड्रेस गरिरहेको अवस्था छ।
थोरै बिजनेस इन्क्युबेसन प्रोग्रामको कुरा गर्छु। त्रिपुरेश्वरमा बिजनेस इन्क्युबेसन सेन्टर एउटा स्थापना भएको छ, 10वटा क्युबिकलहरू छ। तपाईँहरूमध्ये कसैलाई चाहिन्छ भने गएर 2 महिनाको लागि फ्री अफ कस्टमा युज गर्न सक्नुहुन्छ। तपाईँले कोवर्किङ स्पेस जस्तो त्यहाँ बसेर अब सेन्टर अफ द सिटी, अब कीर्तिपुर त अलिकति टाढा भयो, तर त्यहाँ सेन्टर अफ द सिटी मेन्टरहरू हुनुहुन्छ, कोचहरू हुनुहुन्छ, बिजनेस प्लान बनाउनमा सहयोग गरिदिनुहुन्छ उहाँहरूले। साथै तपाईँले नेटवर्कको लागि अब त्यहाँ 20-25 जनालाई बोलाएर तपाईँले आफ्नो प्रोडक्टको केही पिचिङ गर्न खोज्नु भने त्यो पनि गर्नलाई सहयोग गरिदिनुहुन्छ। तपाईँहरूलाई एउटा सानो वेयर हाउस पनि पाउन सक्नुहुन्छ। त्यस्तो किसिमको फेसिलिटी बनाइदिएको छ। र यो पालि औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले देशभरिबाट नै एप्लिकेसन मागेर 44वटा संस्थालाई चाहिँ यो एकाडेमियाको प्राइभेट सेक्टरको संस्थाहरूलाई चाहिँ सेलेक्सन गरेका थिए। 40वटासँग अग्रिमेन्ट गरेर काम गर्दै जाँदाखेरि 32वटा संस्थाले चाहिँ कामै गर्यो। अब यहाँ पनि हाम्रो सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्ट पनि पर्नु भएको थियो, तर विभिन्न कारणले उहाँहरूले इनिसिएट गर्न सक्नु भएन। यो वर्षको कार्यक्रममा नि छ, पक्कै पनि सेन्ट्रल डिपार्टमेन्ट चाहिँ योपालि पार्टिसिपेट गर्नुहुन्छ र तपाईँहरूलाई चाहिँ त्यो सेवा दिनुहुन्छ। र अहिले हेर्दाखेरि 32वटा संस्थाले गर्दाखेरि एभरेजमा 15 जनालाई ग्रेजुएट गर्दाखेरि लगभग 600 नयाँ उद्यमीहरू चाहिँ आफ्नो व्यवसाय दर्ता गरेर काम अगाडि बढाइराख्नु भएको छ। यो व्यवसाय क्लिनिक एउटा सञ्चालन हुन्छ, त्यहाँ चाहिँ आफ्नो व्यवसाय गरिरहेको व्यवसायमा के चाहिँ गर्न सकिन्छ, के कुरामा अप्ठ्यारो छ भनेर डक्टरले प्रेस्क्रिप्सन लेखे जस्तै एक्सपर्टहरू बसेर व्यवसाय क्लिनिक सञ्चालन गरिदिन्छ। सातै प्रदेशमा यसलाई ओरिएन्टेसन गर्ने अलिकति यो अवेरनेसका क्याम्पेनहरू पनि चलिरहेको छ। सरकारवाला बैठक हरेक महिना भइरहेको हुन्छ। र भगत सर्वजित शिल्प उद्यम विकास कार्यक्रम अघि भिसी सरले भने जस्तै परम्परागत सिपबाट जे कामहरू भइरहेको छ त्यसमा चाहिँ एउटा कार्यक्रम ल्याएको छ। यो वर्षदेखि सरकारले 3 लाख रुपियाँसम्म अनुदान दिने, जस्तो यो फलामको काम गर्ने, जुत्ता बनाउने काम गर्ने, कपडा सिलाउने काम गर्नेहरूलाई चाहिँ प्रविधि यस्तोन्तीको लागि चाहिँ लगभग यो पालि 400 जना जतिले पैसा पाउनु भएको छ र त्यो काम पनि अगाडि बढिरहेको अवस्था छ। थोरै मैले अब लास्टमा तपाईँहरूलाई अलिकति जस्तो कोही ट्रेनर बन्न चाहनुहुन्छ भने आइडिआईबाट 2 हप्ताको टिओटी प्रोग्राम चल्छ फ्री अफ कस्टमा, त्यसमा नि पार्टिसिपेट गर्न सक्नुहुन्छ। ब्याचलर पास गरेको अलिकति प्यासनेट हरू चाहिँ पार्टिसिपेट गर्न सक्नुहुन्छ। त्यस्तै गरेर +2 पास गरेकोलाई स्टार्टअप बुट क्याम्प मेथडबाट यो 13 दिनको कार्यक्रम छ। तपाईँहरूसँग भएको र आइडियालाई राखेर बुट क्याम्प मेथडबाट बिजनेस प्लान बनाएर सपोर्ट गरेर मेन्टर कोचहरूसँग जोडेर 2 वर्षसम्म तपाईँहरूलाई सहयोग गरिदिनुहुन्छ, ह्यान्ड होल्डिङ गरिदिनुहुन्छ। 7 दिनको एउटा तालिम हुन्छ। यो फर्स्ट जेनेरेसन बिजनेस उत्पादन गर्नलाई, जसको बुवा आमाले केही पनि गर्नु भएन भन्नाले जागिर खाएर बस्नुभयो, उद्यमी बन्नु भएन, उहाँहरूको लागि चाहिँ यो कोर्स गराउने गरेको छ। र कलेजहरूमा अहिले 1 दिन को हामीले ओरिएन्टेसन कार्यक्रम गइरहेछौँ। उद्यमी बन्नुपर्छ, देशमै धेरै सम्भावना छ, विदेश चाहिँ घुम्न जाने हो, देशमै धेरै कुरा गर्न सकिन्छ। अघि भिसी सरले नि भन्नुभयो, शोभा म्याडमले नि भन्नुभयो, यहाँ हाम्रो सुषमा म्याडम हुनुहुन्छ, उहाँ पनि यही धेरै कुरा गरिराख्नु भएको छ। फुल प्रसाद तपाईँहरूले सुन्नुभएको होला, पशुपतिमा चढाएको फुलबाट उहाँहरूले चाहिँ लगेर त्यसलाई चाहिँ वास गरेर ड्राई गरेर पल्भराइज गरेर विभिन्न किसिमका धूपबत्ती बनाएर विदेश पठाइराख्नु भएको छ, डलर कमाइराख्नु भएको छ। यो कर्जा लिँदाखेरि 5 वर्षको लागि हो। पहिलो वर्षमा केही पनि तिर्नु पर्दैन, 4 वर्षमा फिर्ता गर्ने हो। तर ब्याङ्कले तपाईँलाई जस्तो काम गर्दै जाँदाखेरि अघि फेलको जुन कुरा भयो नि, स्टार्टअप फेलै हुन्छ, विलफुल फेल होइन भने है, विलफुल होइन भने तपाईँलाई सहयोग गर्ने थुप्रै बाटोहरू छ। अब विलफुल हो भने फेरि यो कर्जा लगेर अब खाने व्यवसाय नगर्ने, अर्कै कुरामा लगिदिने, जस्तो पैसा एउटा कामको लागि लगेको हुन्छ अर्कैतिर लगिदियो भने यसको अलिक कडा किसिमको छ। पासपोर्ट रोका गर्ने, चलचल सम्पत्ति बेचबिखन गर्न नदिने भन्ने किसिमको छ। तर विलफुल होइन, साँच्चीकै फेल भएको हो भने त्यसमा कन्सल्टेसनहरू गर्नेछ, तपाईँलाई सपोर्ट गर्ने, ह्यान्ड होल्डिङ गर्ने, मेन्टर कोचहरू असाइन गर्ने, तपाईँको बिजनेस प्लानहरू हेरिदिने, सपोर्ट गरिदिने किसिमको प्रोभिजनहरू राखेको छ। पर्दैन। अघि पनि शोभा म्याडमले भन्नुभएको थियो, भनसुन गऱ्यो भने अरू पाइँदैन, भनसुन नगरिकन क्राइटेरियामा आयो भने आफसे आप चाहिँ पाइन्छ। पहिलो वर्षमा 165 जनाले पाउनु भएको छ, दोस्रो वर्षमा 600 जनाले, अहिले 922 जनाले पाउनुभयो। र काम गर्दै हुनुहुन्छ, सबैले रोजगारी सृजना गर्नुभएको छ, 4-5 जना एभरेजमा रोजगारी सृजना भएको छ, पैसा फिर्ता गरिराख्नु भएको छ। र आयात प्रतिस्थापनमा पनि यसले चाहिँ सपोर्ट गरेको छ है। अरू केही क्वेरीहरू भयो भने भरत सरसँग नि मेरो नम्बर छ, वा अघि पनि सुरुमा मैले देखाएको थिएँ
तपाईँहरूले रिच आउट गर्नुभयो भने यस्तै बोलिरहेको बेला फोन उठ्दैन, तर आई एम गुड एट मेसेजिङ है। कसैले मेसेज पठाउनु भयो भने म बेलुकासम्म जवाब चाहिँ दिन्छु। हस्, थ्याङ्क यू सो मच, हेभ अ नाइस डे। Startup Summit Nepal 2026